चाहिँ कुन पार्टीको झोले रहेछ यसको कुराकानी सुन्नुस् पहिला तपाईँ पनि अब घरमा गएर आफ्नो शरीरमा आगो लाउनु होला 1 करोड माग्नु होला यस्तो हुन्छ र भनेको क्या आत्मदाह भन्ने सानो विषय हो आत्मदाह भन्ने सानो विषय हो सानो विषय हो तपाईँको दम छ भने अहिले एउटा सामान्य मैले यसो गरेर भोलि भने आत्ता परे बाबा भन्नु अनि ठुलो गर्ने तिर्नु पर्दैन उहाँले कसरी ट्रायल पास गरेर कसरी के गर्नु ट्राफिक नियम थाहा छैन उहाँलाई के गर्दा के हुन्छ एउटा गरिबको छोरो बिहान उठेर थोत्रो बाइक गुटुटे पार्दै आफ्नो श्रीमती र सानो बच्चालाई केही पैसा कमाएर पापा र नाना किनीसम्म बोकेर गएको थियो तर त्यो सपना नगर प्रहरीले व्हील चेयर लाएर तपाईँको चाहिँ बाइकमा चाबी ठोकेर सपना तपाईँ जे पनि तपाईँ कुदैन मिलाएर पनि कस्तो व्हील चेयर तपाईँ जे बाजे भन्ने तपाईँ यार तपाईँ व्हील चेयर भन्ने तपाईँ दुनियाँ कहाँ पुग्यो यार जे भने व्हील लक जे छ भने न बुझ्नुहोस् तपाईँले हो त्यस्तो गरिसकेपछि उसले सही भन्नु पर्यो नि त यस्तो यो झोले कहाँबाट चाहिँ आएछ भने जम्मै उल्टा उल्टा यस्ताको चाहिँ भिडियो बनाएर बसिरहनु भएको छ यो पत्रकार मित्रहरू यो पत्रकारिताहरू अरू काम त अलिकति राम्रोसँग गर्नु न यार यस्तो अभया फैलाउने यस्ता अराजक फैलाउने मान्छेमाथि यसरी भिडियो तर्साएर यो हुने नहुने के हाल्न खोजे तपाईँहरू उहाँहरूको कुराकानी तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा एक कमेन्ट र सबैको सामु पुग्नको लागि चाहिँ एक सेयर गर्न चाहिँ नबिर्सनु होला है त।